ल गाइजहरु हामी गाउँभन्दा अलि माथि आइसकेका छौं। राराको तयारीमा रारा हिँड्दैछौं। हजुरहरुलाई पनि रारा देखाउने नै छौं। एकछिनपछि रारा देखाउने नै छौं हजुरहरुलाई। यो आइडीलाई सब्स्क्राइब गरेर जोडिनु होला। हामी हजुरहरुलाई रारा देखाउने नै छौं। अब धेरै तिर्खा लागेका कारणले हामी यहाँ पानी खान आइरहेका छौं। अरु पछाडी टिकटक बनाउँदै छौं गाइज। अब पानी खाएर अब यो हामीलाई तिर्खा लागेर घाँटी नै सुकिसकेको छ। त्यसैले हामी पानी खाएर हामी अगाडि बढ्ने छौं। हजुरहरुले हेरेर माया र सपोर्ट गरिदिनु होला। हजुरहरुलाई रारा देखाउने नै छौं। उकालो धेरै भएकाले हामी पानी खाँदै छौं। अब केही बोतलमा पानी लगेर पनि जाँदै छौं। अब हामी उकालो भएकाले धेरै तिर्खा लाग्छ। त्यसैले पानी यतैबाट लगेर जानुपर्छ। हामीहरुले पानी लगेर जान्छौं। हजुरहरुलाई कस्तो कस्तो ठाउँहरु देखिन्छ हजुरहरुलाई देखाउने छौं। अझै छ बाटो लामो, उकालो हिँड्दै छौं। अझै छ, अझै हजुरहरुले प्रतीक्षा गर्नु होला। हामी पक्कै नै देखाउने छौं हजुरहरुलाई रारा। हामी उकालो लागिसकेका छौं। लाली गुराँस भएको ठाउँमा पनि पुगिसकेका छौं। गाइज मैले एउटा लाली गुराँस टिभी गाइजहरु हेर्नु होला, नेपालको राष्ट्रिय फूल अझै बढी देखिन्छन् गाइज। उता छन् गाइजहरु। यो नेपालको राष्ट्रिय फूल हो है, लाली गुराँस। सबैले माया र सपोर्ट गरिदिनु होला। रारा राष्ट्रिय निकुञ्जमा गाइज लाली गुराँस पाइन्छ गाइज। त्यो पनि नेपालको राष्ट्रिय फूल। पुरै छोडिदिनु क्या। स्वर्ग देख्नको लागि अमृत बुढाको भलक हेर्नुपर्छ गाइज। अर्को किसिमको फुल पनि देखिसकेको छु। ल यो फुलमा कति फरक छ गाइजहरु। अनि यो फुलमा हामीले 3 किसिमको फुलहरु भेटाइसकेका छौं। अझै कति भेटिने हो हजुरहरुलाई देखाउने नै छ। मलाई यो फुल मन पर्यो। मैले यो फुललाई पनि टिपेर लग्छु। यी 3 किसिमको फुल हामीले भेटाइसकेका छौं गाइज। ल गाइजहरु सो गाइज हामी पानी खान लागिसकेका छौं। अब हामी पानी खाएर अझै उकालो छ, उकालो तर्फ लाग्छौं हामी। हामी यो उकालो यो डाँडा काँडा देखिरहेछ नि त हो, त्यो डाँडा भन्दा हामी यो माथि जानेछौँ। सो गाइज हामी रारा पुग्ने लागेको छौँ गाइज। हामी यो माथि डाँडा पुगिसकेका छौँ। अब यहाँबाट रारा देखिनेछ। हामी हजुरहरुलाई रारा अब एकछिनमा देखाउने छौँ। हेर्दै गर्नु होला है। अहिले त बरफ गाइज म हामीले हातमा लिएर देखाउँछु गाइज। अघि टाढाबाट देखाएँ। ए गाइज बरफ देख्न सक्नुहुन्छ गाइज। ऊ गाइज बरफ खान लागेर पानी प्यास लागेर गाइजहरु बरफ ल चिप्लिन्छ गाइज। निकै चिप्लो छ। तर स्वर्ग देख्नको लागि यो जुम्ला आउनुपर्छ गाइज। अब हामी ठ्याक्कै भन्नुपर्दा हामी चाहिँ मुगु जिल्लामा प्रवेश गरिसकेका छौँ गाइज। अब जुम्ला जिल्लाबाट मुगु जिल्ला प्रवेश गरिसकेका छौँ गाइज। अब भनौँ त्यही
पहिलो भलो भनेर चिन्न सक्नुहुन्छ गाइज। रारा धेरैचोटि रारा आयो तर युट्युब च्यानल खोलेको थिएन गाइज, त्यसैले भर्खरै खोल्दैछु। खोलेको छौँ हामीहरूले। सब्सक्राइब गर्नु नभुल्नु होला, लाइक सेयर कमेन्ट गरिदिनु होला। हामीहरूलाई माया गरिदिनुहुन्छ भन्ने हामीलाई थाहा छ। गाइजहरू अब हामी नास्ता खान लागिसकेका छौँ। अब नास्ता खाइसकेपछि अब यहाँबाट हिँड्छौँ, हजुरहरूलाई देखाउनेछौँ। रारा हेर्दै गर्नु होला। सो गाइज हामी रारा पुगिसकेका छौँ। हजुरहरूले राराको दृश्य देख्न सक्नुहुन्छ, हेर्नुहोस्। हेलो गाइज, अब हामी मुरमठतिर हिँड्दैछौँ। अब मुरमठबाट पुरा भ्यू देखिन्छ, राराको पुरा दृश्य देखिन्छ। मुरमठबाट हजुरहरूलाई राराको पुरा दृश्य देखाउनेछु र हिमाल डाँडा काँडामा हिमाल भएको दृश्य पनि देखाउने नै छौँ। हामी रारा घुमेर पनि हामी मुरमा टप आइसकेका छौँ। हजुरहरूलाई राराको पुरा दृश्य देखाउनको लागि। हजुरहरूले यो मुरमा टपबाट रारा कस्तो देख्नुहुन्छ हेरेर कमेन्ट गर्नु होला। यो पछाडिको अलि कुहिरो लागेकाले अलि रारा स्पष्ट देखिन सकिरहेको छैन। सो गाइज, आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला है। अनि यो हामीले बनाएको भ्लग पहिलो भ्लग हो, केही कमी कमजोरीहरू हुनसक्छ, कमेन्ट गरिदिनु होला है। ल अब म बिदा हुन्छु। थ्याङ्क यू।